मिनासान कोन्निचिवा साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो म चाहिँ आज मिन्नानो नियोङ्गो बुकको लेसन 1 को ग्रामर लिएर तपाईँहरूको माझमा उपस्थित भएको छु। सो लेसन 1 मा चाहिँ हाम्रो फर्स्टमा चाहिँ वा पार्टिकल छ। वा पार्टिकलको बारेमा चाहिँ हामी पढौँ है त। सो वा पार्टिकलमा चाहिँ के छ भने हामीलाई सेन्टेन्सेसहरू बनाउन सिकाइरहेको छ कि। जस्तो वा पार्टिकललाई चाहिँ हामीले नर्मल्ली लेख्दाखेरि चाहिँ यो चाहिँ हामीले हिरागानाको लेख्छौँ के। ओके, सो त्यसपछि हामीले यसलाई बोल्दाखेरि अथवा प्रोनाउन्सिएसन गर्दाखेरि चाहिँ हामीले वा उच्चारण गर्छौँ। ओके, सो यसले चाहिँ के गर्छ भने चाहिँ जेको बारेमा हामीले बोल्दैछौँ अथवा जेको बारेमा हामीले कुरा गर्दैछौँ त्यस्ता विषयलाई चाहिँ मुख्य सङ्केत गर्ने काम गर्दछ के। ओके, सो त्यसपछि यसले नाम र सर्वनामको पछाडि लाग्छ। सेन्टेन्सेसलाई चाहिँ मिठास दिने काम वाले गर्छ। यसको अर्थ मुख्यतया चाहिँ अनि ले भन्ने हुन्छ के। जस्तै म चाहिँ विद्यार्थी हो, वाक्य बनाउँदाखेरि के बनाउने यसको सेन्टेन्समा चाहिँ वातासी वा गाकुसेई देश। म चाहिँ विद्यार्थी हो। त्यसपछि अर्को चाहिँ म चाहिँ शिक्षक हो भन्नुपर्दाखेरि वातासी वा सेन्सेई देश, म चाहिँ शिक्षक हो। ओके, सो नेपाली भाषामा हामीले म चाहिँ शिक्षक हो भनिन्छ। सो जापानिजमा चाहिँ हामीले पार्टिकल लगाउनु पर्ने हुन्छ कि। यदि जापानिज भाषामा हामीले पार्टिकल लगाएनौँ भने सो सेन्टेन्सहरू चाहिँ अपुरो हुन्छ, प्लस यसमा चाहिँ मिठास आउँदैन के। त्यसको लागि पनि हामीले पार्टिकलहरू लगाउनु पर्ने हुन्छ। सो यसमा सानो नोट पनि रहेको छ। नोट चाहिँ के छ भने देशको अगाडि कहिले पनि वा पार्टिकल लाग्दैन कि, देशको अगाडि चाहिँ लाग्दैन। सो यो कुरा चाहिँ हामीले थाहा पाउनु पर्ने हुन्छ। त्यस्तै 2 नम्बरमा रहेको छ हाम्रो चाहिँ नो पार्टिकल। नो पार्टिकलको अर्थ हुन्छ को अथवा रो। ओके, सो पार्टिकल नोले चाहिँ सधैँ स्पष्ट रूपमा चाहिँ को भन्ने अर्थ जनाउँछ के। यसले चाहिँ को भन्ने अर्थ जनाउँछ। जस्तै यसको, उसको, उनीहरूको, रामको, श्यामको, मेरो अथवा हाम्रो, नेपालको, पहाडको, गाडीको भन्नुपर्दाखेरि चाहिँ नाम र सर्वनामको पछाडि चाहिँ नो पार्टिकल लाग्ने हुन्छ के। ओके, बुझ्नुभयो। अनि यसले चाहिँ 2वटा नाम र सर्वनामलाई जोड्ने काम गर्छ क्या। जस्तै म चाहिँ जापानिज भाषाको विद्यार्थी हो, वातासी वा नियोङ्गो नो गाकुसेई देश। वातासी भनेको के हो वातासी भनेको चाहिँ सर्वनाम, नियोङ्गो भनेको चाहिँ के हो, नाम। ओके, सो 2टा नाम र सर्वनाम जोड्ने काम गर्छ यो। त्यसपछि अर्को रहेको छ यो छाता मिराजीको हो भन्नुपर्दाखेरि कोनो खासा वा मिरा सान्नो देश। कोनो खासा, खासा भनेको के हो, नाम। ओके, सो मिरा सान्नो देश, यो छाता चाहिँ मिराजीको हो। त्यस्तै हाम्रो 3 नम्बरमा हेरौँ त। 3 नम्बरमा चाहिँ हाम्रो मो पार्टिकल रहेको छ। मो पार्टिकल चाहिँ प्राय नाम र सर्वनामको पछाडि लाग्ने गर्दछ क्या। ओके, सो यदि जस्तो पहिलो वाक्य र दोस्रो वाक्यको विवरण उस्तै भएमा दोस्रो वाक्यमा वा पार्टिकललाई मो पार्टिकलले रिप्लेस गर्दछ के। जस्तो पहिलो वाक्य र दोस्रो वाक्यमा चाहिँ विवरण एउटै छ भने चाहिँ दोस्रो वाक्यको वा पार्टिकललाई चाहिँ मो पार्टिकलले रिप्लेस गर्ने गर्दछ। बुझ्नुभयो, सजिलो छ नि है। ओके, सो जस्तै यहाँ चाहिँ हामीले केही इक्जाम्पलहरू हेरौँ। रामजी चाहिँ जापानिज भाषाको विद्यार्थी हो भन्यौँ हामीले चाहिँ। ल, यसलाई चाहिँ हामीले कसरी लेख्ने त अथवा कसरी भन्ने त। रामु सान वा नियोङ्गो नो गाकुसेई देश हुन्छ। त्यसपछि श्यामजी पनि जापानिज भाषाको विद्यार्थी हो भन्नु पऱ्यो भने चाहिँ श्यामजी पनि, सो श्यामुसान मो नियोङ्गो नो गाकुसेई देश, श्यामजी पनि जापानिज भाषाको विद्यार्थी हो। के भयो त, पहिलो वाक्य र दोस्रो वाक्यको विवरण एउटै भयो। सो पहिलो वाक्य र दोस्रो वाक्यको विवरण एउटै भएमा चाहिँ दोस्रो वाक्यको वा पार्टिकलको ठाउँमा चाहिँ हामीले मो पार्टिकल युज गर्ने हुन्छ। त्यस्तै हाम्रो 4 नम्बरमा रहेको छ देश। देश चाहिँ के हो भने चाहिँ यो वाक्यको अन्त्यमा लाग्ने गर्दछ क्या। जस्तै पोजिटिभ वाक्यको अन्त्यमा। ओके, सो जस्तै श्यामजी चाहिँ विद्यार्थी हो यो भन्नुपर्दाखेरि चाहिँ श्यामुसान वा गाकुसेई देश, देश चाहिँ अन्त्यमा लाग्यो। ओके, अब हामीले चाहिँ 5 नम्बरमा के छ हामीलाई च्याप्टर 1 मा चाहिँ 5 नम्बरमा हाम्रो जेआरिमासेन रहेको छ अथवा देआरिमासेन रहेको छ। सो जेआरिमासेन प्लस देआरिमासेन भनेको चाहिँ, सो जेआरिमासेन अनि देआरिमासेन भनेको चाहिँ यो के हो भने देश भनेको चाहिँ पोजिटिभमा लाग्छ। यो जेआरिमासेन र देआरिमासेन चाहिँ हाम्रो नेगेटिभ वाक्य बनाउँदाखेरि लाग्छ के अरे वाक्यको अन्तिममा लाग्छ।
सो जस्तै यसमा के छ भने म चाहिँ विद्यार्थी होइन भन्नु पऱ्यो भने चाहिँ वातासी वा गाकुसेई जियारिमासेन। त्यस्तै हाम्रो चाहिँ पोलाइट वाक्य बनाउँदाखेरि चाहिँ के हुन्छ भने आनो खाता वा गाकुसेई देआरिमासेन हुन्छ के पोलाइट वाक्य अथवा हामीले चाहिँ आफूभन्दा ठुलोलाई चाहिँ युज गर्दाखेरि सो देआरिमासेन हुने गर्छ। त्यसपछि 6 नम्बरमा हाम्रो के छ भने कन्ट्रीको नेम प्लस जिन रहेको छ के कन्ट्रीको नेम प्लस जिन भनेको चाहिँ हाम्रो के हो कन्ट्रीको नेम प्लस जिन भनेको चाहिँ सो कन्ट्रीको नेम प्लस जिन भनेको चाहिँ त्यो देशको नागरिक हुन्छ क्या जस्तै नियोन जिन नियोन भनेको जापान जिन भनेको चाहिँ जापानिज नागरिक हुन्छ नियोन जिन जापानिज नागरिक नेपालु जिन नेपाली नागरिक त्यस्तै अमेरिका जिन अमेरिकन नागरिक हुन्छ ओके। सो त्यस्तै 7 नम्बरमा चाहिँ हाम्रो के छ 7 नम्बरमा चाहिँ हाम्रो कन्ट्री नेम प्लस हाम्रो गो रहेको छ के गोले चाहिँ ल्याङ्ग्वेज जनाउँछ के जस्तै नियोङ्गो नियोनगो भनेको चाहिँ जापानिज ल्याङ्ग्वेज अथवा जापानिज भाषा। त्यस्तै यहीगो भनेको चाहिँ यो चाहिँ अलिक फरक छ यहीगो भनेको चाहिँ अङ्ग्रेजी भाषा। त्यस्तै नेपारुगो रहेको छ नेपारुगो भनेको चाहिँ नेपालको भाषा के नेपाली भाषा। सो यो कुराहरू चाहिँ रहेको छ हाम्रो लेसन 1 मा। साथीहरू तपाईँलाई लेसन 1 को भिडियो कस्तो लाग्यो त यदि भिडियो मन परेमा चाहिँ लाइक कमेन्ट अनि हाम्रो युट्युब च्यानल सब्सक्राइब गर्न नबिर्सनु होला। अब हामी लेसन 2 को भिडियो लिएर चाँडै आउनेछौँ तबसम्मका लागि बाई बाई।